कस्तो काली काली लाग्ने हो नि दी अहिले यहाँ हामी पुरा उ त्यो डिलसम्म पुग्थ्यौँ भने कस्तो डर लाग्ने अहिले त्यो बाटो हेर्दा त दी ओ माई गॉड काभ्रे ढाड ओ माई गॉड कति डर लागेको दी हिँड्नलाई सिस्नु कति राम्रो गरेछ नि ओ माई गॉड कहिले खाना आउने होला यो भोलि टिप्न आउँछ हुन्छ दी भुरालाई नलितो न यसलाई के भिर भन्छ दी यो माथिको मुडुले भिर यो पुरा छापछाप गर्थ्यौँ हामी राम्रो अहिले कति डर लाग्नु मुडुले भिर हुन्छ ए सुसेल्नु न एकचोटि मलाई दिदीलाई चाहिँ आउँछ है हालत खराब हेर्नु दिदी मुख कस्तो भएर रहेछ को लिन आउने हाम्रो यो ग्याङ चाहिँ कहाँ पुग्नु पर्दैन रुखै सुकेर कसले लाने दाउरा मेरो आमा गइरहेको रहेछ कति सानो बाघ बस्ने ढुङ्गा चाहिँ उ त्यो सर्प बसिसक्यो के बाघ खहरे गाउँ हेर्नु कति नङ त्यो माथि निस्केको थियो हेर्नु दि कति राम्रो सिस्नु है सिस्नु देखेपछि यो हामीलाई चाहिँ के भएको मुखै रसाउने गइराख दि धपाउँदै लिएर हिँडिरहेको छौ है आफूलाई त यतिर आएर बस्नु मन लाग्छ यार के भएको लाएर चढ्थ्यौँ है पहिला हामी अब हाम्रो चाहिँ यहाँदेखि यो खेतबाट चाहिँ गङ्गारामी स्टार्ट हुन्छ गङ्गारामी पुग्न लागिरहेछ कुदो खोलामा त्यो त खिम्ती खोला भइहाल्यो यो माथिल्लो छाँगा हेर न माथिल्लो माथिल्लो छाँगा चाहिँ हेर न छाँगा त देखिन्छ टार्गेट चाहिँ त्यो झरना थियो भने अब हामी जान त्यहाँ असम्भव धेरै टाढा त्यो पोकली झरना हुँदा राम्रो झरना छ हाम्रो यत्र जान सबजना झरनाको फेदमा स्विमिङ खेल्न हिँडेको के हो सकिन्छ सकिँदैन हामी पुग्न नसक्ने अवस्थाको भयौँ कोसिस गऱ्यो भने पुगिहाल्छ नि राम्रो कम्ती टाढा छ त यस्तो गर न हो त यो तिलखोर पुरा यहाँनिर त पुरै हुन्थ्यो भने यत्रो रुख छ नि त दिदी कति वर्ष भयो हामी नआएको रामजीहरूको खेत होइन यो हो तिलखोर त हुने गङ्गारामे नै बोल्छ अरे रामजीहरूको त पल्लो मया नाच्छु है तारा नाच्छु पानी नै छैन खोलामा खोलामा पानी नै छैन हामी है वहाँ जान छुट्टीमा जानु पाएको भए पहिला उसमा त्यहाँ धारो थियो नि ठुलो अहिले के छ है हजुर पहिला हामी त्यहाँ भारी मम्मी मामु मम्मी झर्ना देखाऊ पानी आज खाएर भोलिसम्मलाई पुर्याओ 11 गतेसम्म नबस्ने मलाई पनि कराउनु लागिसक्यो चिप्लेलाई मिसन छोराले पानी 7 गते जाने हो हजुरहरू सँगै जाउँ कि दिदी म सानीहरूसँग आन्थेँ क्या सानीहरू 7 गते जाने हो त साह्रै मिठो हर नारायण